भगवान हुनुहुँदो रहेछ भन्नुपर्छ। लु गाइस अहिले चाहिँ हामी यो चाडमेल रामको मन्दिर आइपुगेको छौँ। अब यहाँ यसो कलश जात्राको कलश पानी उठाउनुभन्दा अगाडि चाहिँ मन्दिरको हल्का फुल्का दर्शन चल्दैछ। हामी पनि जाने। यता पछाडि दादा यो अर्को एउटा भ्लगर दाइ भयङ्कर हो। अब यता दादाहरू हुनुहुन्छ। र निक्लिसक्नु भएको छ यहाँबाट अहिले। अब फेरि रिटर्न घरको लागि राधे राधे भनेर सब अब यहाँबाट रिटर्न निक्लिने कार्यक्रम हुँदैछ। र त टिका लगाउने कार्यक्रम हुँदैछ। मकान लगाउनु पर्ने टिका। यहाँ अर्कोजना गुरुजी र अब म पनि टिका लगाउन जानु पर्यो। र गुरुदेवले मलाई पनि टिका लगाइदिनु भएको छ। अब यहाँबाट निस्किने हो। यहाँबाट फेरि नभए हाम्रो गाडी छुट्टिन्छ। र गाइस अब चाहिँ म श्रीकृष्ण र राधाको रुक्मिनी हो। कृष्ण र राधा बसिराख्नु भएको छ देखाउँदैछु। इज दिस गाइस यहाँ चाहिँ कृष्ण र राधा होइन रुक्मिनी रुक्मिनी चाहिँ खोइ। र यहाँ राधा र कृष्ण हुनुहुन्छ। यहाँ हेर्न सक्छ भिड कतिको छ। सब भक्तहरू र अगाडि जाँदैछु। मेरो गाडी चाहिँ खोइ कहाँ छ। म डिजेवाला गाडीमा थिएँ र बाइकमा पनि थिएँ। मिक्स हुँदै आएको छु। र फेरि केमा जोइ हुन्छ भन्न सक्दिनँ। हेर्न सक्नुहुन्छ बहुत भिड। यता पनि हुन्छ। पानी बोतल दिनु न एउटा। ल खोल्नै सक्नु होइन। गाइस अब हामी यहाँ निस्किसक्यौँ। सबके स्वामी अंतर्यामी पूर्ण कीजिएगा। मन मंदिर में सजे बिहारी मनमोहन तेरी छवि अति प्यारी। मन मंदिर में सजे बिहारी मनमोहन तेरी छवि अति प्यारी। बंसी बजैया रस नचैया
सागर से सबकी नैया दावे अहिले चाहिँ हामी तिरापगेट दलङमा आइपुगेको छौँ जहाँबाट हामी यो पानी उठाउने छौँ कलशमा म पछाडि पछाडि छु यता दादा हुनुहुन्छ निरज दादा आर्य निरज हुनुहुन्छ गाइस आर्यन दादा हुनुहुन्छ मसँग चाहिँ र बहुतजना अब कलश जो जसँग छ उहाँहरू जब नदीमा पानी उठाउनुहुन्छ हामीसँग चाहिँ कलश छैन हामी चाहिँ जस्ट यत्तिकै घुम्ने हेर्ने रमाइलो गर्नको लागि आएको मान्छे हो हामी पानी उठाउन आएको होइन त्यस्तो होइन पानी उठाउन आएको होइन अब यहाँबाट हामी पानी उठाउने यो चाहिँ हाम्रो तिरापगेट नदी उयो पेटीलाई मैले थाहा छ साफ हाम्रो हेर्न सक्नुहुन्छ अरू माथि भित्र कि निचे यता करण हुनुहुन्छ अब भित्र जाने अरे मलाई करण भाइ यता पनि करण सब करणै करण र उहाँ चाहिँ पूजा गरिराख्नु भयो त्यो ठाउँमा अब हामी जानेछौँ हेर्दै जानु होला अब यहाँबाट नाम्ने अब पानी यहाँबाट उठाउनुहुन्छ यहाँ पल्ला दादा पानी मजा लाग्दैछ र हाम्रो दादा पनि भ्लग बनिँदैछ र यहाँ चाहिँ हाम्रो अब पानी उठाउनुभन्दा अरू के विधिहरू हुन्छ पूजा गर्ने त्यसो गर्नु हुँदैछ गुरुदेवले घर परिवार सबैजना यहीँ हुनुहुन्छ पूजा गर्नु हुँदैछ अहिले पानी उठाउनुभन्दा अगाडि चाहिँ पूजा हुन्छ त्यो सब र उपर हेर्नु हिराङमा चाहिँ हामी पनि पानीमा राखेको दादाले फोटोसुट गरिराख्नु भएको छ यहाँ हेर्नु सक्नुहुन्छ के म बुझ्न सकिनँ तर देखाउँदैछ तपाईँहरूलाई थाहा छ भने भन्नु होला फोटो खिचेर भयो आएको गाइस यहाँ हेर्न सक्नुहुन्छ माने पानी उठाउनको लागि कति मान्छे आउनुभएको छ कति भिड छ सो यो त के होइन यो त खालि कलश जसले बोक्नु भएको छ उहाँहरू हुनुहुन्छ यहाँ चाहिँ र यसको बाहेक पनि अरू माथि माथि देखिसक्नुहुन्छ अरू अझै कति सायद आउनै भएको छैन त्यो चाहिँ म भन्न सकिनँ तर बहुतजना देख्दैछु म र कोही पानीमा खेल्नु हुँदैछ कोही फोटो खिच्नु हुँदैछ कोही उता पूजा पनि गर्नु हुँदैछ यो साइडमा चाहिँ पूजा हुँदैछ दादालाई देखियो होला है साथीहरू आगो देखेको छ भने मैले कसरी भन्नु होइन त्यो साह्रो तारिफ पनि गर्नु होइन ल गाइस अब फाइनली कलशमा पानी भर्ने टाइम भएछ र सबैजनाले देख्न सक्नुहुन्छ पुरा पानी कलशमा पानी भराउँदैछ गयम यार गाइस मेरो फोनमा केही देखेको छैन घामले गरेर प्रोपर फोकस भएको छैन सबै पानी उठाउँदैछन् हामी चाहिँ भिडियो बनाउँदैछौँ गाइस कति हिट छ यहाँ त पानीले ठेलेको ठेलै छ त यहाँ त यहाँबाट चाहिँ दाजुले त अघि लगाइसक्नु भयो मेरो त चप्पलै टेन्सन छैन धुने बेला चाहिँ भएछ पेन भिजेर खत्तम गाइस हेर्न सक्नुहुन्छ जुन ठाउँबाट स्टार्ट गरेको कति जानुपर्छ एकदम अहिले चाहिँ भिड पुरा प्रपर देखिँदैछ त प्रबन्धकहरू
भजन कीर्तनको धुनमा पुरा माथि उड्नु रहेछ आएन म चाहिँ कसरी उठ्नु होला अब यस्तो भिड छ आई थिङ्क म त लेटमा हुन्छ अन्तिममा राधाकृष्णजीको एन्ट्री भएछ गाइस यहाँ देख्न सक्नुहुन्छ राधाकृष्ण च्यातिएको छ डेक गाइस साथीहरू अब हामी पानी लिएर आएर बाटोहरूको भिडियो देखेर यो मन्दिरमा एकछिन दर्शन गरेर मात्रै जानुहुन्छ सबैजना पहिला मन्दिरभित्र ढुकेर दर्शन गर्नुहुन्छ डान्स पनि हेर्नुहुन्छ अब यहाँबाट हामी जुन ठाउँ जहाँ भागवत हुँदैछ त्यो घरमा जाँदैछौँ यहाँबाट बेसी टाढा छैन मन्दिरमा हिँड्दै जान्छौँ अब यहाँबाट हामी यहाँ त गाउँ धरौँ नि मेरो आडमा कान्छो छोरा घरको हो नि कान्छो छोरा सुनिल दाजु चाहिँ खोइ उहाँकै दाजु भागवत भन्ने
राधे राधे आजै गरेर हुँदैन प्रसादको व्यवस्था गरेको छ समस्त हाम्रा भगत प्रेमीहरूले प्रसाद दिएर मात्रै